वाम आन्दोलनमा अहिले एउटा असाधारण सन्नाटा छ। हामी सबैलाई थाहा छ यो पराजयको सन्नाटा हो। यस पराजयका प्रभावका बारेमा कुरा गर्दै जाँदा एकजना कमरेडले मसँग भने, आजकल म डिप्रेसनमा छु, छलफल गर्न खासै मन लाग्दैन। उनको यो वाक्यले मलाई धेरैवटा साँझ बिहान तानिरह्यो, किनकि एक त वाम आन्दोलनमा ती कमरेडको बौद्धिक र भावनात्मक प्रतिबद्धता धेरैका लागि उदाहरणीय छ। दोस्रो, उनी आफै स्वास्थ्य उपचार क्षेत्रका शिक्षित व्यक्ति हुन्, त्यसैले डिप्रेसन के हो भन्ने उनलाई थाहा छ। उनले समेत म डिप्रेसनमा छु भनेपछि मेरो दिमागमा त्यो वाक्य बारम्बार प्रतिध्वनित भइरह्यो। यो वाक्यलाई आँखीझ्याल बनाएर निर्वाचनपछि मैले भेटेका 50औं साथीहरूसँग भएका कुराकानीलाई हेर्दा त्यस्तो मनोदशा 2-4 जनामा मात्रै होइन, आम रूपमा, सामूहिक रूपमा, सम्भवतः लाखौं मानिसमा छ भन्ने थाहा हुन्छ। कैयन साथीहरूमा भावनात्मक शून्यता देखिन्छ। लामो कुराकानी हुन्छ तर ठोस विषय बन्दैन, कुनै विचार बन्दैन। अब के हुन्छ भन्ने एकहोरो प्रश्न बाहेक तिनको दिमागमा केही छैन। कैयनको अनुहारमा हताशापूर्ण प्रश्नहरू मात्रै छन्। उनीहरू छलफल गर्दैनन्, लगातार साना ठुला प्रश्नहरू मात्रै गर्छन्। कतिपयमा अज्ञात विषयको दुस्वप्न वा दुश्चिन्ता छ, एक खालको ऐठन छ। कतिमा आफ्नो समर्पणको गौरवको अनुभूति र परिणामको विरोधाभासको छटपटी छ। आन्दोलन बिगार्न कुनै दोष नभएका तर त्यसको पराजयको राजनीतिक र सामाजिक उत्तर दिनुपर्ने ठाउँमा भएकाले मानसिक द्वन्द्वमा छन् कतिपय साथीहरू। धेरै अगाडिदेखि बिग्रिरहेको परिस्थितिलाई बुझेका, आफ्नो ठाउँबाट प्रयत्न गरेका कतिपयमा जे हुनु थियो ठिकै भयो भन्ने एक खालको दिगदारीपूर्ण बदलाको धुवाँ पनि देखिन्छ। ठूलो युद्धपछि हारेको मुलुक जस्तो भएको छ अहिलेको वामवृत्त। घटना के भयो सबैलाई थाहा छ, तर अब के हुन्छ अज्ञात छ, अनिश्चित छ। मात्रा फरक छ, तर यो डिप्रेसनको महामारीले सबैजसो वामपन्थीहरूलाई छोएको छ। खास गरी इमान्दार वामपन्थीहरूमा डिप्रेसन छ, भयानक मानसिक आघात छ। यसै पनि वामपन्थीहरू बढी भावुक हुन्छन्, किनकि वामपन्थी हुनु र नहुनुमा फरक के छ भने आफ्नो स्वतन्त्रता जोसुकैले चाहन्छ, तर जब कुनै व्यक्तिले आफ्नो स्वतन्त्रतालाई अरूको स्वतन्त्रतासँग गाँस्न थाल्छ त्यो वामपन्थी हुन थाल्छ। अर्थात् गरिब, पिछडिएका, विभेदमा परेका, न्याय नपाएकाहरूको स्वतन्त्रतासँग उसले आफूलाई गाँस्दै जाँदा मान्छे वामपन्थी हुँदै जान्छ। त्यसैले वामपन्थी हुनु भनेको कुनै विशुद्ध विज्ञान वा सामाजिक विज्ञानको वैज्ञानिक वा विद्वान हुनु वा तर्कशास्त्री हुनुभन्दा फरक कुरा हो। जस्तो कि सबै वैज्ञानिक समाजवादी थिएनन्, तर अल्बर्ट आइन्स्टाइन र अरू कैयन ठुला वैज्ञानिकहरू समाजवादी थिए, अहिले पनि छन्, किनकि उनीहरू मनुष्य जातिको दुःखका बारेमा सोच्थे र अहिले पनि सोच्छन्। अर्थात् जब व्यक्तिले समस्त मानव जातिका प्रति दायित्व बोध गर्न थाल्छ तब ऊ वामपन्थी समाजवादी बन्दै जान्छ। त्यस्तो दायित्व बोधले मानिसलाई बढी भावुक बनाउँछ। समाजको साहित्य, मान्छेको गीत, जीवनको कविता, युद्ध विरोधी नारा, मानव पुर्खाको गाथा, मुक्तिको जागरण, न्यायको प्रवचन आदिले मानिसलाई अझ प्रतिबद्ध वामपन्थी बनाउँदै लैजान्छ। अरूको दुःखमा रुन, चिन्तित हुन, आत्तिन बानी पार्छ। नापाम भनिने विषालु ग्यासको पीडाले छटपटिँदै बाटोमा नाङ्गै दौडिरहेकी भियतनामी बालिका वा सुडानमा मर्न लागेको बच्चा र त्यसको मृत्युको क्षण पर्खिँदै गरेको गिद्धको फोटोले तपाईँलाई सपनामा पनि झस्काउँछ। गाजामा एक गाँस खानेकुराका लागि भाँचिएका खुट्टा लतार्दै चिच्याइरहेका बच्चाहरू, तिनका व्याकुल विधवा आमाहरू, युक्रेन वा इरानमाथि थोपरिएको युद्ध र सर्वनाश, गोरा पुलिसले घाँटीमा घुँडा धसेर घिटी बनाएर मार्दै गरेको कालो अमेरिकी जर्ज फ्लोइड जस्ता घटना देखेर सुनेर भाउन्न हुन सिकाउँछ। अन्टार्कटिकामा वा सगरमाथामा हिउँ पग्लिँदा वा समुद्री सतह बढ्दा हाम्रा सन्तानको जीवनप्रति चिन्तित हुन सिकाउँछ। यस्तै कुराले वामपन्थीहरूलाई सताउँछ, उद्वेलित पार्छ। त्यसैले वामपन्थीहरू भावुक हुनु स्वाभाविक हो। अहिलेको सन्नाटाका प्रत्यक्ष कारण छ। गएका 8 वर्षमै कम्युनिस्ट पार्टीले संसदीय निर्वाचनमा नराम्रो भविष्यको सामना गर्दैछ भन्ने तथ्याङ्क देखिन्छ। 2074 सालमा 48% जनमत पाएका कम्युनिस्ट पार्टीले 79 सालमा 43% र अहिले चान्चुन 22%मा झरेका छन्। ओह्रालो यात्रा कति वेगमा छ भने 74 देखि 79 का 5 वर्षमा 5%ले घटेको भोट 79 देखि 82 का 3 वर्षमा एकैचोटि 21% घटेको छ।
हामीले बिर्सन खोजे पनि बिर्से जस्तो गरे पनि यी तथ्यका घन हाम्रो मथिङ्गलमा बज्रिँदा हरेक पटक हामी तिल मिलाउँछौँ। यसको उत्तर मसँग मात्रै छैन भन्दा तिल मिलाउनु पर्दैन, तर मेरा अरू कमरेडसँग पनि यसको उत्तर छैन। वर्तमान त डरलाग्दो छ नै, भविष्य पनि भरलाग्दो छैन भन्ने लागेपछि तिल मिलाउनु बाहेक अर्को कुनै उपाय रहन्न। हरेक व्यक्ति आफै तिल मिलाइरहेको छ, त्यसैले सन्नाटा छ। जनमतको यो ओह्रालो कहिले रोकिन्छ? यो तिलमिलाहट कसरी रोकिन्छ? यो सन्नाटामा वामपन्थी पार्टीहरूको गणितीय पराजयको वेदना मात्रै छैन, त्योभन्दा बढी आफ्नैबाट आफैभित्रबाट यो आन्दोलन ठगिएको छ भन्ने कुराले मानिसहरू आहत भएका छन्। किनकि सबैभन्दा तल काम गरिरहेका लाखौं वामपन्थी मतदाता, समर्थक तथा शुभचिन्तकहरूको भावुकताको नाजायज दोहन गरेर पार्टीका ठूला नेता र तिनका गुटका भित्रियाहरूले आफ्ना 7 पुस्ता सुधारेको, माथि माथि पुगेको, व्यक्तित्व बनाएको, धन सम्पत्ति जोडेको, प्रधानमन्त्री मन्त्री हुनका लागि पार्टीलाई जस्तासुकै गठबन्धनका कर्म कुकर्ममा धकेलेको, ठूला बिचौलिया दलालहरूसँग लसपस गरेको तर आफ्नै कमरेडहरूलाई लखेटेको, मन्त्री वा राजनीतिक नियुक्ति पाउनकै लागि पार्टीमा कहिले यो गुट कहिले त्यो गुट गरेको, कहिले चाकरी गरेको कहिले घुर्क्याएको, तिनीहरूमाथि प्रश्न गर्नेहरूलाई किनारा गरिएको, कारबाही गरिएको, पार्टी कमिटीहरू जनताबाट टाढिँदै गरेको र त्यसको एकमुष्ट जवाफ जनताले दिएको, यो सबै छरपष्ट छ। अर्थात् हारेकोमा भन्दा आफ्नै नेतामा आफैले नेता मानेका, जिन्दाबाद गरेका, जय जयकार गरेकाहरूबाट वाम आन्दोलनमाथि धोका भएकोमा ग्लानि महसुस भएको छ। वाम आन्दोलनमा आजको मुख्य प्रश्न यो सन्नाटा, यो ग्लानि वा यो सामूहिक मानसिक आघात चिर्न सकिन्छ कि सकिन्न भन्ने हो, वा यसलाई कसरी चिर्न सकिन्छ भन्ने हो। बहुप्रचलित भनाइ छ, जितका 1000 बाउ हुन्छन्, हार सधैँ टुहुरो हुन्छ। हाम्रा सञ्चार माध्यममा वामपन्थी टुहुराका कथाहरू लेखिन थालेका छन्। नेपालका कम्युनिस्टहरू पश्चिम बङ्गालको बाटोमा 2048 सालपछि कम्युनिस्टहरूको सबैभन्दा ठूलो हार के वाम आन्दोलन फेरि उठ्ला? 19 वर्षपछि गैर वामपन्थी सभामुख पुराना वामपन्थी गढहरू भत्किए, फर्किएला कम्युनिस्ट प्रभाव जस्ता शीर्षकमा टिप्पणीहरू भएका छन्। कतिले त दक्षिण एसिया स्तरमै कम्युनिस्ट आन्दोलनको बर्बादीका बारेमा लेखेका छन्। आगामी दिनमा कम्युनिस्ट वा वामपन्थीहरूका विरुद्धको प्रचार अझ बढ्न सक्छ। पुनरुत्थानवादीहरू, धार्मिक छाता ओढेका सामाजिक लफङ्गाहरू, कात्रै सही धेरै बेच्न पाए नाफा हुन्थ्यो भन्ने व्यावहारिक अर्थशास्त्रका उपदेशकहरू, राष्ट्रभन्दा पैसा माथि भन्ने पेशेवर तथा बुद्धिजीवीहरू, अमेरिका युरोप जस्ता देशमा जन्मन नपाएकोमा पश्चाताप गरिरहने दुखी आत्माहरू, नाना थरीका विकासविदहरू, अन्तर्राष्ट्रिय संस्थाका ठूला जागिरीहरू, बडे बडे राजनीतिक परामर्शदाताहरू, माटो नदेखेका, गोबर नकुचेका, नवदनाड्यका, विदेशमा पढेका सन्तानहरू सङ्गठित रूपमा मैदानमा उत्रनै बाँकी छ। कम्युनिस्टलाई थुक, समाजवादीलाई लखट, वामपन्थीलाई घृणा गर जस्ता अभियान चल्नै बाँकी छ। कथा, कविता, बौद्धिक दार्शनिक कृतिहरू आउनै बाँकी छ। भूराजनीतिक शक्तिहरूले अझै सबै वस्त्रहरू उतारिसकेका छैनन्। आवश्यक पर्दा कसरी नाङ्गिन्छन् हामी सबैले देखेकै छौँ। फेरि प्रश्न आउँछ, यी सबैलाई आजको वाम आन्दोलनले कसरी थेग्न सक्छ? के हामीले यी र यस्ता अनगिन्ती प्रश्नको उत्तर दिन सक्छौँ? कतिपयलाई लाग्न सक्छ यस्ता प्रश्नहरूले अझ निराशा थप्छ। यहाँनिर मार्क्सलाई स्मरण गर्न सकिन्छ। 1848 मा युरोपका दर्जन जति मुलुकमा एकसाथ मजदुर आन्दोलन तथा युगान्तकारी राजनीतिक घटनाहरू भए, तर 3 वर्ष पुग्दा नपुग्दै ती सबै आन्दोलनहरू सेलाउँदै गए। फ्रान्समा त निर्वाचनबाट आएको राष्ट्रपति भएको लुई बोनापार्टले आफैलाई सम्राट घोषणा गर्यो। यस्तो निराशाको समयमा मार्क्सले लुई बोनापार्टको 18औं ब्रुमेर भन्ने किताब लेखेका थिए। पुस्तकको अन्तिममा अब आन्दोलन फेरि कसरी उठ्ला भन्ने प्रश्नको उत्तर दिँदै उनले भन्छन्, हाम्रो आन्दोलनले आफ्नै नालायकीहरू खोतल्छ र ती नालायकीहरूलाई जित्दै फेरि पराजयबाट उठ्छ र अगाडि बढ्छ। आजको हाम्रो आन्दोलन पनि फेरि उठ्ला कि नउठ्ला भन्ने प्रश्नको उत्तर हामीले आफ्नै नालायकीमाथि विजय हासिल गरौँला वा बहानाबाजी गरौँला भन्ने कुरामा भर पर्छ। आगामी अङ्कहरूमा यिनै प्रश्नहरूमाथि हामीले छलफल गर्नेछौँ।